हामीहरू यो पर्दा लगाउँदाखेरि पर्दाको पसलमा जान्छौँ अथवा विभिन्न हार्डवेयर पसलमा गयौँ भने यस्तो खालको विभिन्न कुराहरू हामीले चाहिँ देख्न सक्छौँ। सपोर्ट होइन, अनि त्यसपछि पाइपमा लगाउने चाहिँ क्याप होइन, कहीँ चाहिँ यो क्यापलाई चाहिँ गजुर भन्नुहुँदो रहेछ, कहीँ चाहिँ यसलाई चाहिँ फिनेल भन्नुहुँदो रहेछ, कहीँ चाहिँ यसलाई ब्र्याकेट भन्नुहुँदो रहेछ, कहीँ चाहिँ यसलाई चाहिँ क्याप भन्नुहुँदो रहेछ। यसको खास ऊ चाहिँ नाम चाहिँ यसको ब्र्याकेट हो भने यसलाई चाहिँ सपोर्ट भन्छ, कहीँ चाहिँ यसलाई फेरि ब्र्याकेट भन्नुहुँदो रहेछ होइन, यसलाई सपोर्ट भन्छ। यसमा चाहिँ पाइप आएर बस्छ। यसमा डिफ्रेन्ट के छ र पर्दाको चाहिँ यो एसेसरिजहरू चाहिँ घर बन्दै गर्दाखेरि लाउनु पर्ने भएको कारणले यो लङ टर्म चल्छ, कसरी चल्ने गराउन सकिन्छ। पर्दा त हामी चेन्ज गरिराख्छौँ, त्यो प्रोडक्ट चाहिँ कसैको यसरी झुन्डिरहेको, कसैको चाहिँ पाइप टङ्गिरहेको होइन, पाइप भाँचेको देखिन्छ। त्यो चिजबाट चाहिँ कसरी निराकरण गर्न सकिन्छ भने सबैभन्दा पहिला पाइप अड्डाउनको लागि र तपाईँको पर्दाको सबैभन्दा बढी लोड बेरिङ गर्ने भनेको यो सपोर्टले हो। यो सपोर्टमा चाहिँ यदि यहाँहरूले हेर्नुहुन्छ भने यो सपोर्टमा चाहिँ मिनिमम पनि 3 mm को थिकनेस हुनुपर्छ। स्टेनलेस स्टिलको 3 mm को थिकनेसबाट चाहिँ यदि हामीले यो गर्न सक्यौँ भने, बनाउन सक्यौँ, जोड्न सक्यौँ भने चाहिँ यो बलियो हुन्छ, यसले धान्छ। बजारमा चाहिँ 2 mm, 2.5 mm, 3 mm, 3.5 mm सम्म चाहिँ पाउँछ। यो चिज ख्याल गर्नु पर्यो। र यति मात्रै भएर भएन, अब यो क्याप यसरी झुल्छ के, झल्छ, खस्छ होइन। यो क्याप नझर्नको लागि चाहिँ यो स्क्रु राम्रोसँग लाग्ने हुनुपर्छ। यो डुप्लिकेट खालको प्रोडक्ट हो, यो डुप्लिकेट खालको अथवा सस्तो भनौँ यसलाई, सस्तो प्रोडक्टहरूको चाहिँ यो चुरी राम्रोसँग लाग्दैन, यो ख्याल गर्नु होला। चुरी ख्याल गर्नुभयो भने यहाँलाई सजिलो हुन्छ। त्यस्तै गरी अब यो दुईटा प्रोडक्टलाई हेरौँ, हेर्दा सिमिलर देखिन्छ। यसरी हेर्नुभयो भने यसमा चाहिँ यो चाहिँ फलामबाट बनेको पत्ती छ होइन, यसमा चुरी राम्रोसँग लाग्दैन, पाइप टाइप हुँदैन। यो चाहिँ पाइप टाइप हुन्छ, यो एल्युमिनियमबाट बनेको। स्टिलमा पनि हेर्नुभयो भने विभिन्न खालका अप्सनहरू हुन्छ। त्यस्तै स्टेनलेस स्टिलमा आजभोलि आएको फेन्सी प्रोडक्टहरू हेर्नुभयो भने विभिन्न खालका यस्ता खालका कलरफुल प्रोडक्टहरू, फेन्सी प्रोडक्टहरू पनि पाइन्छ। यो फेन्सी प्रोडक्टको बेस्ट म्याचहरू पनि गर्न सकिन्छ। यो फेन्सी प्रोडक्ट हो, यसको बेस्ट म्याचिङ अप्सन हेर्नुभयो भने यसमा अरू कलरहरू पनि पाउँछ है, हेर्दाखेरि चाहिँ गर्दाखेरि। जस्तो यो गोल्ड भयो, गोल्ड ग्रिनमा गोल्डको म्याचिङ भयो। त्यस्तै कस्तो खासो लाग्यो, त्यस्तै यसको म्याचिङ हेर्नुहुन्छ भने यो रोज गोल्डमा चाहिँ रोज गोल्ड म्याचिङ भयो होइन। यसरी हेर्नुभयो भने यो लुक्स आउने भयो भने यो साइडबाट हेर्दाखेरि चाहिँ यो लुक्स आउँछ, अनि यो साइडबाट हेर्नुभयो भने यो लुक्स आउँछ होइन। अनि अब यसमा अर्को चाहिँ एन्टिकमा जानुभयो भने हजुरको एन्टिक लुक्समा पनि यसरी बेस्ट म्याच गर्न सकिन्छ हेर्दाखेरि चाहिँ। हजुरहरूलाई कस्तो लाग्यो है, कुन चिज मन पर्यो, यहाँहरूलाई यदि मन पर्छ भने भन्नु होला, हामी रेटहरू पठाउँला। यो सबै हामी होलसेल गर्छौँ। देशभरि यदि जोडिनु भएको छ, यसमा चाहिँ व्यापारीहरू जोडिनु भएको छ भने हामी यसको होलसेल पनि गर्छौँ र तपाईँहरूको घरमा चाहिँ हामीले होम डेलिभरी पनि गर्छौँ। देशभरि होम डेलिभरीको पनि सुविधा छ। यो होम डेलिभरी लिनको लागि चाहिँ तपाईँलाई कुन चाहिँ प्रोडक्ट मन परेको छ, कुन चाहिँ प्रोडक्ट चाहिएको छ, त्यसको स्क्रिनसट त्यति समयकै स्क्रिनसट गरेर पठाउनुहोस्, हामी तपाईँहरूलाई रेटहरू पठाइदिइहाल्छौँ है त।